नमस्ते। आज चाहिँ मेरो बुवा लप्साङ जाङ्गु बित्नु भएको 25 वर्षको 25 वर्ष भयो। त्यसको लागि यहाँ सबैलाई खाना बाँड्नु त्यसको तर्फबाट सबैलाई यहाँ खाना बाँड्नु आएको त्यही हो। बुवालाई अब राम्रो होस् हैन? त्यही राम्रो हो उनीहरूको। हजुर उनीहरूको आशा राम्रो आशा हो। आज हामी पुनः पशुपति गोएश्वरी स्थानमा छौँ, जहाँ भोका असहाय अपाङ्ग र गरिबहरू बस्दै आएको देखिन्छ, जहाँ विभिन्न सङ्घ संस्था र व्यक्तिहरूले पनि उहाँलाई दैनिक जसो खाना खुवाइरहेको पाइन्छ। त्यसै क्रममा आज हामीले पनि उहाँको लागि एक छाक खाना खुवाउनको लागि रहेछौँ। र जुन माध्यम युएसए निवासजी घेसिदासी दोर्जे डाइरेक्टर अफ संस्थाबाट गर्नुभएको हो। र आजको सम्पूर्ण कार्यक्रम अर्थात् खानाको व्यवस्थाको लागि विशेष सहयोगी दिदी छोकी लमुले उहाँको श्रीमान लोप्साङ साङ्बो शेर्पा बित्नु भएको 25औं वर्षको दुःखद समयको सम्झनामा 350 जना गरिबहरूको लागि खाना खुवाउने भनी $700 अर्थात् नेपाली 83,809.4 उठाउनु भएको थियो। र सोही एमाउन्टबाट आज हामीले खाना 350, 70,000, दही 3,000, केरा 3200, पानी 2,000, कप 500, मास्क, गाडी भाडा सहित हामीले 83,700 रुपियाँ खर्च गरेको छौँ भने उहाँ जुन लोप्साङ साङ्बो शेर्पा हुनुहुन्छ, उहाँ चाहिँ माउन्ट एभरेस्टमा 4 चोटि आरोहण गर्नुभएको रहेछ। उहाँलाई अब 25औं छिटो हाल्दै जानु त। हजुर भात छ त पर। के भयो सबैले यस्तो हेलो भात अलि ल्याउनु त। हजुर मान्छे गर्नुभयो